सकभर केटीहरू चाहिँ केटाहरूसँग नबोल्दियोस् नखेल्दियोस् त्यो खालको नेचर आई डोन्ट नो व्हाई छोरी मान्छे भनेको त एकदम शालीन भद्र हजुर हजुर हुन्छ अहिले पनि पारिश्रमिकको केसमा जेन्डर हेरेर पारिश्रमिक दिने सोच बनाइरहेको हुन्छन् कि हामीलाई गलत हुँदाखेरि हामीले आवाज उठाउन पाउँदैनौँ म सुगर कोटेड हुन सक्दिनँ हामी कहाँ गएर भन्ने त कि हामीलाई गलत भइरहेछ चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ म त नेपालको माया गर्ने छोरी मलाई हजुरहरू जस्तै माया चाहिन्छ नमस्ते म गायिका आस्था राउत सांगीतिक माहौलमै हुर्के बढेको छोरी हुँ म वरिष्ठ लोक गायक हरिबहादुर राउत र रचनाकार सावित्री राउतको एक्लो सन्तानको रूपमा यस धरतीमा जन्म लिए पश्चात म सानैदेखि नाच्न गाउन एकदमै धेरै इन्ट्रेस्ट र त्यही अनुरूप राष्ट्रिय नाचघर राष्ट्रिय सभागृह जस्तो स्टेजहरूमा चाहिँ मैले आफ्नो प्रस्तुतिहरू दिन्थेँ एज अ डान्सर सुरुमा नृत्य गर्थेँ सानो 3-4 वर्षको हुँदादेखि बिस्तारै मलाई गायनतर्फ इन्ट्रेस्ट हुँदै गयो 9-10 वर्षको हुँदादेखि म मेरो गुरु वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको औँला समातेर साङ्गीतिक यात्रा मेरो सुरु गरेँ त्यही अनुरूप मैले रेडियो नेपालद्वारा आयोजना गरेको अधिराज्यव्यापी बालगीत प्रतियोगितामा 2 चोटि दोस्रो हुने सौभाग्य पाएँ जिल्ला शिक्षाद्वारा आयोजना गरेको जिल्ला स्तरीय बालगीत प्रतियोगितामा 3 चोटि लगातार फर्स्ट भएर रनिङ सिल नै आफूले हात पार्ने त्यो पनि सौभाग्य पाएँ आई थिङ्क आइ एम भेरी ब्लेस्ड कि एउटा साङ्गीतिक घरानाको छोरी भएर जन्मिएर र त्यही सङ्गीतलाई आफ्नो निरन्तरता दिएर आजको दिनसम्म पनि र सायद मलाई लाग्छ कि जीवन पर्यन्त नै सङ्गीतलाई नै आफ्नो धर्म मानेर अघि बढिरहेको छु म टिपिकल छोरी जस्तो बच्चैदेखि थिएन एकदमै टमबोइस नेचरको मलाई बार्बी डल्सहरूसँग खेल्न भन्दा पनि हेलिकप्टर्स कार्स जिप्सहरूसँग खेल्न रुचाउने बच्चैदेखि एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा एकदमै एक्टिभ थिएँ जस्तै अब गायन र गाउने र नाच्ने त छँदै थियो स्पोर्ट्समा पनि मेरो एकदमै इन्ट्रेस्ट र एउटा कोएडमा पनि पढेको हिसाबले एउटा केटा र केटी बिचमा पनि त्यो खालको एउटा सधैँ सद्भाव हैन बोल्ने खेल्ने नाच्ने त्यो खालको एकदम टिपिकल छोरी टाइपको नभएर एउटा टमबोइस हुने बित्तिकै अलिकति फेमिनिन मात्रै खालको नेचर आउँदैन हैन हुन त मन अफकोर्स छोरीकै भए तापनि एक्टिभिटिजले चाहिँ अलिकति छोरा टाइपको टमबोइस नेचर चाहिँ बच्चैदेखि थियो म अब जन्मिँदैदेखिको अब एक्लो सन्तान भएँ हैन मेरो अब सिब्लिङ्स छैन छोरा भने पनि छोरी भने पनि मै र मेरो हुर्काइमै एउटा छोरी टिपिकलको हुँदै भएन कहिले मामुले मलाई छोरी जस्तो बनाएर बाहिर लगिसिन्थ्यो कहिले छोरा जस्तो ड्रेसअप गरिदिसिन्थ्यो अनि छोरी बनाएर लिएर जाँदाखेरि बाटोमा सोचिन्थे अरे आज खै त छोरा कता छ त भन्थे अरे बाहिर बाटोमा हिँड्ने अङ्कल आन्टीहरूले अनि आज छोरालाई घरमै छोडेको भन्ने अरे अनि जब अलिकति छोरा जस्तो भएछ खै त छोरी आज भन्ने अनि ए छोरी घरमै छ भन्ने त्यो खालको अब किनभने अब एक्सप्लेन गरेर त साध्य हुँदैन हैन सो बच्चैदेखि नै म त्यो एकदमै गुडिया खेल्ने त्यो खालको नै नेचरै भएन सो त्यही अनुरूप एज अब कोएडमा पढ्ने भएपछि हैन त्यो खालको एउटा
साथीहरू पनि केटाकेटी दुवैसँग मिल्ने खालको घुलमिल गर्ने नेचर। तर कोएडमा पनि टिचर्सहरूको चाहिँ यस्तो खालको थियो कि सकभर केटीहरू चाहिँ केटाहरूसँग नबोल्दियोस् नखेल्दियोस् त्यो खालको नेचर। आई डोन्ट नो वाइ, बिकज एउटा कोएडमा त केटाकेटीहरू त साथी भएर पढ्ने लेख्ने खेल्ने उमेर हो। तर टिचर्सहरूको त्यो अहिले चाहिँ सोच देख्दा कि केटी किन केटाहरूसँग बोलेको, अथवा अब वाइ वुड दे टिच अन अ कोएड? यदि उहाँहरूलाई त्यस्तो अप्ठ्यारो हुने भयो भने त उहाँ कि त मेल मात्र पढ्ने कि त फिमेल मात्र पढ्नेमा टिच गर्नुपर्ने। तर टिचर्सहरूले चाहिँ किन, आई डोन्ट नो, इट्स क्वाइट वियर्ड कि त्यस्तो खालको सोचहरू चाहिँ उहाँहरूको थियो। अब जन्मिँदै नेचुरल प्रोसेसमा जन्मिएको जुन बाई बर्थ जुन हामीले एउटा छोरी र छोरा भएर लिएर आउनेमा त त्यो इट्स अ नेचुरल थिङ, त्यो कुरा हुनु स्वाभाविक कुरा हो होइन। र छोरीलाई चाहिँ स्पेसल्ली अझै अब पिङ्कतिरको उनीहरूलाई गिफ्ट्सहरू ल्याउँदा पनि अलिकति छोरी हो भनेपछि त्यही अनुसारको लुगा ल्याइदिने, त्यही अनुसारको गिफ्ट्स ल्याइदिने होइन। अनि छोरा भन्यो भने त्यही अनुसारको गर्ने, त्यो खालको एउटा टिपिकल मेन्टालिटी चाहिँ छ, नभएको होइन। तर विथ टाइम अरूले ल्याएको गिफ्ट्स भन्दा पनि जब त्यो छोराछोरीले कस्तो खालको गिफ्ट्स खोज्छ त भनेर चाहिँ अनि बाबा मम्मीले बुझ्दै अनि उनीहरूलाई ल्याइदिनु चाहिँ एकदमै ठुलो कुरा हो जस्तो लाग्छ। किनभने सबै अब मै इभन डल्सहरूसँग खेल्दिनँ, अहिले पनि छ मेरो डल्सहरू, अहिले पनि त्यो म नखेल्ने कारणले अहिलेसम्म सेभ भएर सो पिस बनेर अहिलेसम्म छ होइन, आफ्टर अल दिज इयर्स। अनि मेरो जिप छ यस्तो, त्यो लक चाहिँ बिग्रियो, स्टिल ग्रिन कलरको जिप छ। आई वाज अलवेज फन्ड अफ त्यो गाडी, अन्त हेलिकप्टर्स ब्याट्रीबाट चल्ने, रिमोट कन्ट्रोलबाट उड्ने होइन, एकदमै मिस गर्छु। आई रियली मिस माई चाइल्डहुड। बच्चा भनेको त इट्स अ क्ले मड हो नि त, एउटा काँचो माटो जस्तै हो नि त। कस्तो सेप दिन चाहनुहुन्छ त्यस्तै बन्ने हो। तर सेप दिँदाखेरि पनि त्यो एउटा उनीहरूको इच्छा, उनीहरूलाई पनि के बेबी वाट डु यु वान्ट भन्ने खालको पनि हुनुपर्छ। त्यो भन्दैमा अब कति पेरेन्ट्सहरूको यस्तो छ कि मैले एउटा देखेको, बच्चाले चाहिँ अब जस्तै ग्रिन भेजिटेबल्सहरू खाँदैन भन्यो भने चाहिँ ओन्ली मिट आइटम्स अनि फ्रेन्च फ्राइज मात्र दिने पनि चलन छ क्या। जब बाबा आमाले चाहिँ सही र गलतको पहिचान गरेर दिस इज राइट बेबी, दिस इज नट राइट, तिमीले ग्रिन पनि खानुपर्छ, ग्रिन भेजिटेबल्स आर गुड फर हेल्थ भनेर उनीहरूलाई त्यो एउटा मोटिभेट गर्नुपर्छ क्या। बच्चालाई थोपर्ने होइन, उनीहरूलाई एउटा आफूले भनेको कुराबाट उनीहरूलाई कन्भिन्स गर्न सक्नुपर्छ। म चाहिँ एकदमै डिसिप्लिनमै हुर्केको छोरी हो। मेरो मामु आफैमा सी इज अ टिचर होइन। अनि उहाँ एउटा दियोमुनिको अँध्यारो बन्नु म कहिले पनि चाहिनँ, किनभने मेरो मामुले पढाएको बच्चाहरू अहिले नि भनौँ न मास्टर्स पढ्दै अब उनीहरू आफ्नो लाइफमा अगाडि बढिरहेको अवस्थामा होइन। त्यो बेलामा मलाई पनि एउटा प्रेसर चाहिँ थियो कि अब मामुलाई चाहिँ फेरि सानो नर्सरीदेखिको त्यो 10th क्लाससम्मको हाई स्कुलसम्मको सबले मन पराउने। सो आई वाज लाइक हुन्छ नि एउटा म चाहिँ एउटा डिसिप्लिनमा चाहिँ बस्नुपर्छ, मैले चाहिँ मेरो मामुलाई प्राउड बनाउनु पर्छ भन्ने चाहिँ मलाई बच्चादेखि नै त्यो एउटा फिल हुन्थ्यो। त्यही अनुरूप मलाई त्यस्तो थोपरिएको भन्ने चाहिँ कहिले पनि छैन। जहाँ पढ्छु भन्ने पढाइदिन्छु मामुले, जहाँ अब म्युजिकमा डान्स गर्छु भने बच्चा बेलामा डान्स गर्न अलाउ दिन्छु होइन। गाउन थालेँ, इन्ट्रेस्ट भयो, त्यसपछि उहाँलाई पनि बाबा मामु र गुरुको सपोर्टमा यहाँसम्म आइपुगेको छु। सो मलाई त्यस्तो थोपरेको भन्ने चाहिँ पेरेन्ट्सबाट चाहिँ छैन, तर फर स्योर स्कुलहरूबाट चाहिँ त्यो खालको प्रेसरहरू अलिक मेन्टल्ली ट्रमाटाइज्डहरू स्कुलदेखि नै भइयो। त्यो चाहिँ अब एब्युज गर्ने भनौँ, कुट्ने पिट्ने त्यो खालकोहरू चाहिँ स्कुलदेखि नै त्यो खालको ट्रमा चाहिँ थियो, तर पेरेन्ट्सबाट चाहिँ नेभर। अनि अहिलेको बच्चाहरू त दे आर ब्लेस्ड कि टिचर्सको त्यस्तो डरलाग्दो पिटाइहरूबाट चाहिँ बचेको छ। आइ एम सो ह्याप्पी टु हियर बिकज सम टिचर्स आर रियली स्क्रुड। मलाई के लाग्छ भने कोएड भइकन पनि केटा र केटी साथीहरू बोलेको भने नि अघि पनि बोलेको अब सँगै पढेको खेलेको देख्न अलिकति नसक्ने, अन टप अफ इट फेरि इङ्ग्लिस नै, अब इङ्ग्लिस बोल्दा नेपाली बोल्न अलाउड थिएन, अब नेपाली नबोल्दा पनि बोलेकै हो भनेर जबरजस्ती क्लेम गर्ने हुन्छ नि। सायद म अलिक टम्बोइस नेचर भएरै होला, ममा त्यो छोरी जुन चाहिँ खोजेको थियो
मेरो सरले त्यो टिपिकल छोरी नेचर उसले नदेखेर चाहिँ सायद मलाई त्यो खालको अलिकति म चाहिँ आँखाको के भन्छ कसिङ्गर जस्तो भएको थिएँ 3 तारा देख्ने गरी पिट्ने पेनलाई बिचमा राखेर यस्तो यस्तो गरिदिने अब स्कर्ट लगाएको स्टुडेन्ट छ अब दुई तीनजना थिए त्यस्तो खालको टिचरहरू अब स्कर्ट अब लट्ठीले स्कर्टै उफ्रिने गरी कुट्ने त्यो हुन्छ नि कानको त्यो यो लोती नै च्यात्तेला जस्तो गरेर कान यस्तो डरलाग्दो तान्ने अनि खाली एकदम ट्रमाटाइज गर्ने के हेरेको हेरे गरिदिने क्या अब केटा र केटी बोल्यो खेल्यो अब बास्केटबल खेल्दा अरूहरूले सिटी मारेर जिस्कायो भने गरेर त्यो तर्साउने त्यो खालको अब के क्रेजी म्यान मेरो ममले जहिले पनि भन्छिन्छ अगाडि बढ्नुपर्छ फरगिभ एन्ड फरगेट गर्नुपर्छ ग्रजेस राख्नु हुँदैन हैन त्यो टिचरहरूलाई म आज पनि सम्मान गर्छु नगर्ने हैन एज अ गुरु तर जुन म ट्रमाटाइज भएर म जुन भोगेँ हैन त्यो चाहिँ अरूले भोग्नु नपरोस् भनेरै हो र अबको उहाँहरू पनि सायद धेरै चेन्ज भइसक्नु होला समय अनुसार त चेन्जेस आउनु नै पर्छ सो मलाई त्यस्तो अफ कोर्स मलाई त्यो सम्झिँदा चित्त दुख्छ तर सबको मङ्गल होस् सबको भलो होस् भवतु सब मङ्गलम द्याट्स इट मेरो फर्स्ट रेकर्डेड चाहिँ बालगीतै हो बालगीत पनि कहिले पनि त्यो कबाट कछुवा खखरा टाइपको सङ्ग्स कहिले पनि गाएन मैले बच्चैदेखि नै म वुमेन इम्पावरमेन्ट छोरीलाई पढाउनु पर्छ किनभने म काठमाडौँ बर्न ब्रट अप हो म आइ एम अ प्रिभिलेज चाइल्ड हैन I'm not a child anymore. I was a privileged child for sure. अनि अब म त काठमाडौँमा जन्मे हुर्केँ अब हाम्रो पुर्खौली बाबा जन्मेको मेरो बाजेको थलो भनेको चाहिँ हाम्रो दोलखा चरीकोटमा हो र त्यहाँ गाउँहरुमा चाहिँ दशैंहरुमा जाँदाखेरि चाहिँ त्यो दुःखहरु त्यो केटा मान्छे छोराहरुलाई चाहिँ स्कुल पठाउने छोरीहरु चाहिँ घाँस दाउरा जानु पर्ने हैन बिहान देखिको त्यो के हो त्यो अब गाईलाई देखि घाँस काट्नु देखि लिएर गोबर सोर्नु देखि लिएर दूध दोहनु देखि लिएर त्यसपछि उनीहरु बिचारा स्कुल जान पाउँछ पाउँदैन चप्पल पिटिपिटी पारेर जानु पर्ने स्थिति हैन अनि आयो फेरि घाँस गर्यो फेरि यतिकै त्यो छोरी मान्छेलाई स्कुलले पठायो भने पनि यति सकस कि उलाई यति कामको भारी कि जबकि छोरा मान्छेलाई त्यस्तो के नै देख्दैन के अनि म त्यो इमोसनली ड्रिभन भएर त्यो टाइमदेखि नै मलाई चाहिँ जन्दै म हुन्छ नि 3-4 वर्षको हुँदादेखि नै मलाई त्यो फिलहरु आउने अनि जब गीतको कुरा आउँथ्यो अनि मैले त्यो गीत पनि कम्पिटिसनमा सेकेन्ड भए त्यो गीतको लिरिक्स सायद मेरो गुरु सुरेश अधिकारीले नै लेखेको हो लिरिक्सले चाहिँ के भन्छ भने छोरालाई पढ्ने पाठशाला छोरीलाई घाँसे पाखा भिर मान्छे किन यति निठुरी लौना आमा लाग्यो मलाई पीर यस्तो खालको इमोसनली म त्यो गाउने बेलामा नि मलाई रुन मन लाग्थ्यो के त्यो कम्पिटिसनहरुमा किनभने इट्स लाइक लाइभ गाइरहेको हुने हैन रेडियोहरुमा टिभीहरुमा त्यो पुरा आइरहेको हुने अनि त्यो दुनिया रेडियोमा बस्दाखेरि अनि पेन पलहरु फ्यान मेल्सहरु हैन अनि इमेल्स मेसेजेसहरु आउने कार्ड्सहरु आउने चिठीहरु आउने एकदम के त्यो आई वाज लाइक अ भेरी एप्रिशिएटेड के त्यो बेलामा अनि त्यसैको पनि त्यो ऊर्जा होला के अहिलेसम्म पनि म छोरी चेलीकै लागि विशेष त किनकि म सामाजिक सङ्गहरु पनि गाउँछु अब अवेयरनेसको सङ्ग्सहरु गाउँछु हैन समाजमा हुने विकृति विसंगतिको लागि आवाजको लागि गाउँछु तर बेसी जस्तो चाहिँ म अब एज अ वुमेन भएर पनि होला म चाहिँ अलि छोरी चेलीकै आवाज बनेरै अगाडि बढे अब अहिलेको जुन भाइरल भन्यो त्यो खालको ट्रेन्डमा हिँड्ने कि आस्थाले आफ्नो जुन छ आस्थाले गाउने सङ्ग्स म त त्यसले चिनाको हो नि त मलाई त चौबन्दीमा पटुकी भनेर चिन्छ मलाई दर्शक श्रोताहरूले नेपालको छोरी भनेर चिन्नुहुन्छ त्यसरी माया गर्दिनु भएको छ भने म नेपाललाई प्राउड गर्ने नेपालीलाई प्राउड गर्ने गीतै गाएर यो यहाँबाट यो संसारबाट बिदा लिनु बेलासम्म चाहिँ आई थिंक म नेपाली नै भएर बाँच्न चाहन्छु हुन त परिवारको साथ र गुरुको आशीर्वादले यो गायन यात्रा अघि बढी नै रह्यो तर यही म्युजिकल जर्नीको दौरानमा बायसनेसहरु पनि भोगियो नभोगेको हैन जेन्डर बायसनेस अलमोस्ट हरेक फिल्डमै छ
जति मान्छेले भन्छ त्यो छैन भनेर इट इज देयर र सङ्गीत पनि अछुतो छैन अहिले पनि पारिश्रमिकको केसमा जेन्डर हेरेर पारिश्रमिक दिने सोच बनाइरहेको हुन्छन् र म त्यसैको लागि पनि म भन्दाखेरि आफ्नो एउटा स्ट्यान्डमा बसेर आफू अडिग भएरै बसिरहेको हुन्छु धेरै चित्त पनि दुख्छ के यो बायसनेसले जेन्डर बायसनेस एउटा फिमेल भएकै हिसाबले एकदमै लचिलो भइदिनु पर्ने छोरा मान्छेले चाहिँ भन्यो भने ए यसो गर भाइ गरेपछि हुने सुन्नुस् न जस्तो भन्यो भने हामीलाई चाहिँ हामी सिरियसली हामीले रिक्वेस्टै गर्दा पनि त्यसलाई अनसुना गरिदिने फिमेल आर्टिस्टलाई सुरुमा पर्फर्म गराउनु पर्छ मेल चाहिँ लास्टमा गर्नुपर्छ भन्ने खालको सोच हरेक कन्सर्टमा आई सिङ फर्स्ट 2 to 3 songs मोटिभेसनल सङ्ग्स त्यसपछि बल्ल म मेरो मेन मेरो घर भनौँ चौबन्दीमा पटुकीदेखि लिएर झुम्के बुलाकी त्यसपछि म डान्सिङ प्याटर्नको सङ्ग्सहरू गर्छु कि तर सकभर सुरुमै गाइदिए पनि हुन्थ्यो यसले अब म अर्को त अब सेन्टिमेन्टल स्याड गाउने पनि हुनसक्छ नि त मेल सिङ्गर तर पनि फिमेललाई अगाडि गरौँ भन्ने जस्तो इभन अर्गनाइजर्सहरूले पनि एकदमै कति ठाउँमा त्यो खालको बायसनेस गर्ने पारिश्रमिकमा त भइहाल्यो केटा मान्छे भयो भने चाहिँ बरु लुर्क पैसा पनि दिने अब केटी मान्छेको त अर्गनाइजर्स गायब कतिले अहिलेसम्म एउटा अस्ट्रेलियाको अर्गनाइजरसँग त झन्डै 7-8 महिनै लाग्यो होला कि उसले झन् कन्ट्र्याक्ट अनुसारको पनि पैसा नदिएको के त्यस्तो पैसा नदिएको कति केसेसहरू छ सकभर अलिक पेलिहाल्छन् क्या केटी भनेपछि अब हामीले अनि किन यति भेदभाव हामीले के हामीलाई गलत हुँदाखेरि हामीले आवाज उठाउन पाउँदैनौँ हामीलाई ह्यारेसमेन्ट भयो हामीलाई गलत भइरहेछ भनेर आवाज उठाउने कहाँ गएर भन्ने त सोशल मिडियामा विकृति हेरौँ कमेन्टको ओहिरो लाग्छ जजमेन्ट ए भयङ्कर कलाकार भएर यस्तो ठुलो कुरा गरे छोरी मान्छे भएर यस्तो बोल्नु हुँदैन इज द्याट द वे हामी कहाँ गएर भन्ने त के हामीलाई गलत भइरहेछ केटी मान्छे मात्र होइन एउटा स्पष्ट वक्ता भएर पनि हो म सेतोलाई सेतो कालोलाई कालो भन्ने मान्छे हो अनुहारको कुरा गरेको होइन जे हो रियल चिज म सुगर कोटेड हुन सक्दिनँ मेरो नेचरले नै गलत छ भने गलत हो यो भन्छु म सही गर्दा वाउ गुड जब पनि भन्छु म अरूलाई अप्रिसिएट गर्न पनि म पछि हट्दिनँ र गलतलाई म यो गलत हो भन्न पनि म पछि नहट्ने मान्छे हो तर अहिले समय परिस्थितिको अनुसार जुन सोशल मिडियामा एकदम सोशल मिडियाको दुरुपयोग जसरी गर्नु भएको छ एउटा कमेन्टको पछाडि लुकेर हैन दुनिया थोक भन्ने जुन एउटा प्रवृत्ति छ यो एकदमै गलत हो एक नारीलाई यदि आफ्नो आमा दिदीबहिनी सरको सम्मान दिन सकिँदैन भने यो समाज परिवर्तन हुनै सक्दैन के हुनै सक्दैन जब नारीलाई तथानाम भनेर गाली गर्छ भने त्यही नारीको कोखबाट जन्म लिएर त्यही नारीहरूलाई नै नराम्रो भनेर त्यो के भन्ने कस्तो समाजमा छौँ हामी कसरी हुर्किँदै छौँ कस्तो एक्जाम्पल बन्दैछौँ जस्तो कर्म गर्छौँ नि हामीले फल पनि भोग्नै पर्छ सोच ठुलो हुनुपर्छ क्या सोच ठुलो मान्छे चाहिँ ठुलो हो धनको ठुलो सिर्फ धनी मात्रै हो सोचको ठुलोमा चाहिँ सोचको ठुलो भनेको चाहिँ सबैभन्दा ठुलो भनेको चाहिँ त्यो हो सो धनलाई कहिले पनि सोचसँग नतुलना गरौँ र सफल पनि त्यही हुन्छ कि असल भएपछि सफल भएको सफल हो सफल मात्रैले सफलता हुँदैन असल भएर सफल हुन चाहिँ एकदमै जरुरी छ भनिन्छ नि सुन पनि आगोमा नझुल्सिकन प्योर हुँदैन रे त्यसै अनुरूप ती मेन्टल स्ट्रेसहरू पनि मेरो आँट
अनि परिवारको साथले मैले ओभरकम गरेको छु। छिनो र ह्यामरको ठोकाइले यदि ढुङ्गा डराउने हो भने त्यो मूर्ति कसरी बन्छ र? कुनै बेलामा के प्रोग्रामहरुमा जाँदाखेरि भन्नुहुन्छ छोरी होस् त तपाई जस्तो, मलाई आस्था राउत बनाउन मन छ मेरो छोरी भन्दाखेरि यति प्राउड हुन्छ नि। त्यो त्यो प्रहार भन्छ नि, हारलाई हार भनेर सोचिन्छ नि, तर त्यो हार भन्ने चिजलाई हार बनाउन सक्नुपर्छ क्या, तब मात्रै अगाडि बढ्न सकिन्छ। मलाई त जुन जति भोगेको छु मलाई यसले अझै प्योर बनाएको छ। सुनलाई आगोले नझुल्सिकन जसरी प्योर हुँदैन नि, त्यसरी नै परिष्कृत परिमार्जित गर्दै आफूलाई हो म सत्य बोल्छु, हिजो पनि बोल्थे, आज पनि बोल्छु, भोलि पनि बोल्छु। सत्य तितो होला तर औषधि पनि तितो हुन सक्छ, तर औषधि तितो भनेर खान छोड्नु हुँदैन। सत्य पनि एक्सेप्ट गर्न सक्नुपर्छ। आफूले नजरअन्दाज गरेको चिज होइन होला भन्दैमा त्यो सत्य लुक्दैन नि त, हैन र? त्यही भएर सत्यसँग नडराउनुस्, एक्सेप्ट गर्नुस्। जिन्दगीमा सुख भन्दा धेरै त दुःखै आउने हो, दुःखसँग डराउनु भएन। कहिले पनि कसैको पनि सधैँ लाइफ एउटै रहँदैन। चेन्ज इज इनएभिटेबल, चेन्ज हुन्छ, चेन्ज आउँछ लाइफमा, हरेकको लाइफमा चेन्जेस आउँछ। त्यो चेन्जेसलाई एक्सेप्ट गर्न सक्नुपर्छ एज इट इज, किनकि चेन्जेस आर चार्म्स अफ लाइफ। हामी जति परिष्कृत परिमार्जित हुँदै जान्छौँ तब हामी अझै त्यसबाट त्यो निखारिँदै जान्छौँ, परिष्कृत हुँदै जान्छौँ, अनि हामीलाई अझ परिपक्व बनाउँछ, मच्योर बनाउँछ। नडराउनुस्, किनकि दुःखपछि सुख अवश्य पनि आउँछ, अँध्यारोपछि उज्यालो अवश्य पनि हुन्छ। अरू बेला बात गर्नु र दुःख पर्दा साथ दिनुमा धेरै नै भिन्नता छ। र यो साथी आफन्त भन्नेहरू पनि यही दुःख पर्दाखेरि चिन्ने पनि मौका हुन्छ। फ्रेममा टिपिकल चाहिँ छोरी मान्छे भनेको यस्तो हुनुपर्छ भन्ने एउटा हाम्रो समाजको जुन सोच छ, त्यो फ्रेममा चाहिँ म सायद नअटेर नै होला। त्यो फ्रेमभित्रको उहाँहरूले सोचेको फ्रेमभित्र र एउटा केही गलतको लागि आवाज उठाउने, बगावत गर्ने र गलतलाई गलत छ है यो भयो भन्दाखेरि छोरी मान्छेले त कहाँ त्यस्तो ठुलो ठुलो आवाज गर्नुपर्छ। छोरी मान्छे भनेको त एकदम शालीन भद्र, हजुर हजुर हुन्छ हो, यो भन्ने मात्रै समाजमा एउटा टिपिकल फ्रेममा बस्नुपर्छ भन्ने जुन सोच छ नि, त्यसको बगावत र त्यसको आवाज उठाएकै भएर पनि हुनसक्छ कि मलाई त्यो खालको एउटा च्यालेन्जेसहरू आयो। धेरै माया, घृणा, सबै खालको संवेदनाहरूबाट घेरिएँ म। तर एक न एक दिन त कसैले त आवाज उठाउनै पर्थ्यो, कसैले न कसैले त त्यो रुल ब्रेकर भनेर सोच्नु होला, तर मैले त्यो बेला मैले रुल्स ब्रेक गरेको थिइनँ। एउटा गलत चिज भइरहेको अवस्थामा मैले गलत भयो भनेर आवाज मात्र उठाएको थिएँ। मान्छेलाई दुख्दाखेरि अय्या भन्दाखेरिको एउटा कस्तो हुन्छ, कोहीलाई अय्या 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 हो, त्यो खालको एउटा डिफ्रेन्ट संवेदनाहरू बिचको त्यो मेरो अय्या थियो, त्यो मेरो दुखाइ थियो, मेरो पीडा पछाडिको दुःखको त्यो अय्या सायद अरूको भन्दा भिन्न थियो होला। तर त्यही अय्याका कारण आज इभन हेर्न सक्नुहुन्छ एयरपोर्टमा पनि कति राम्रो, हरेक चिज कति डिसिप्लिन भएको छ, कति चेन्जेस छ होला। मैले त्यो भार सहे होला, तर लाखौं लाख छोरी चेलीहरू, लाखौं लाख अरू मेरो नेपाली दाजुभाइहरूलाई त कमसेकम
त्यो भोग्नु परेको छैन नि त हैन र। सोशल मिडियाको यो सँगसँगै यहाँहरूले नेगेटिभ चिजहरूलाई भन्दा बेसी पोजिटिभ चिजहरूलाई ध्यान दिन एकदमै आजको आवश्यकता हो। किनभने जुन नेगेटिभ चिज तपाईँले खुराक दिनुहुन्छ नि तपाईँको दिमाग पनि त्यस्तै हुन्छ। तपाईँले के फिड गर्नुहुन्छ आफूलाई, के खानकिन गर्नुहुन्छ, जस्तो तपाईँ खानुहुन्छ त्यस्तै तपाईँको बडीले रियाक्ट गर्ने कुरा हो के। सो त्यो रोगी नबन्नुहोस्, दिमागमा पनि पोजिटिभ चिज भर्ने कोसिस गर्नुहोस्। यो जुन सोशल मिडियामा आउँछ नि कसको के कसले लग्यो कसले के कसको के झगडा डोन्ट वाच अल दिज प्लिज डोन्ट। त्यसले केही तपाईँलाई राम्रो गर्दैन। आफूले के गर्दैछु भने एकदमै सोच्नुपर्छ। दिस इज वान प्रेसियस लाइफ, एकदमै प्रेसियस जिन्दगी छ। यसलाई चाहिँ सही रूपमा यसको युटिलाइज गर्न सिक्नुपर्छ हामी सबैले। मैले पनि धेरै कुरा सिक्नु छ। मैले अहिले पनि एकदम नो इट अल टाइपको भएर मैले भनेको होइन, म पनि सिकेरै भोगेरै भने नि आगोमा झुल्सेरै यहाँसम्म आइपुगेको छु। पहिला पहिला मेरो पेजमा 2-4वटा नराम्रो कमेन्ट्स आयो भने त्यो हुन्छ नि त्यहाँ थ्रेड्स है बन्ने क्या, त्यो साइबर वायर चले जस्तो हुने होइन, त्यो हुन्थ्यो क्या पहिला पहिला। यो आफूलाई त्यो खालकोहरू पढ्दै गइसकेपछि यति मान्छे यति थेतरो हुँदो रहेछ कि त्यो चिजहरूले अहिले मलाई फरकै पार्दैन क्या। पहिला त्यही कुराले मलाई मन दुखेर चित्त दुखेर म रुने मान्छे, अहिले मलाई के लाग्छ भने बिचारा यो मान्छेको हेर सोच, भगवान् यसलाई सद्बुद्धि देऊ, यसलाई यो मान्छेको राम्रो होस् भलो होस् भनेर म के गर्दिनँ, सिर्फ ब्लक गरिदिन्छु, सक्यो। आजबाट उहाँ र मेरो एउटा त्यति त त्यहाँनिर थियो होला नि त, उहाँ मसँग कनेक्ट हुन सक्ने। त्यो पनि उहाँको शब्दका बाणीहरूले उहाँले मबाट टाढा हुने मौका पाउनुभयो। ठिक छ, सद्बुद्धि दिउनुहोस् भगवान् भन्छु। म मुभ अन हुन्छु क्या। नारीलाई जबसम्म आफ्नै आमा दिदी बहिनी सरहको नारी हो भनेर सम्मान गर्न सिकिँदैन नि तबसम्म यो समाज पोजिटिभ रूपान्तरण हुन एकदमै गाह्रो छ। मुखले भनेर हुँदैन, तपाईँहरूले कार्यान्वयन गर्न सक्नुपर्छ है। किनभने तपाईँको लेखाइले तपाईँ कस्तो प्रवृत्तिको भनेर देखाइरहेको हुन्छ क्या होइन। कति चिजहरूमा म त हतपति कसैलाई, म त आइ लाग्न जाने टाइपको मान्छे होइन, आइ लाग्यो भने चाहिँ जाइ लाग्न नछोड्ने टाइपको मान्छे हो। तर पनि म आजकल आइ लाग्यो भने पनि यसको बुद्धि यति नै रहेछ, छोडिदियो भगवान् भन्ने जस्तो म पुगिसकेको छु क्या। कार्यक्रम राम्रो हुनु भनेकै साउन्ड र टेक्निसियन राम्रो भएपछि मात्रै त्यो कार्यक्रम सही मानेमा सक्सेसफुल हुन्छ। र त्यो विषयमा चाहिँ मेरो धेरैसँग चर्काचर्की पर्ने गर्छ। किनकि प्रोग्राम अब अगाडि राम्रो भनेछ गाउँदा गाउँदै एकदमै बिगाडिदिन्छ क्या, मोनिटरमा बिगाडिदिन्छ, च्याच्यारा चुच्चु झ्याझ्यारा झुझु, आफ्नो ट्र्याकै सुनिँदैन। त्यसपछि त्यही कम्प्लेन गर्यो, अब बनाइदिनु त गर्नु त सकिँदैन, के गरेको यो भन्न आइहाल्छ। अब आफ्नो नेचर हो, राशि सिंह राशि हो, गर्जिहाल्छ कहानी त्यो। त्यही भएर मलाई चाहिँ त्यो जिन्दगी ताली र गालीको सम्मिश्रण रहेछ। दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु नै रहेछ। जति हारले आफूलाई सिकाउँछ नि त्यति चाहिँ जितले सिकाउँदैन रहेछ। र जति दुःख आए पनि अगाडि बढ्न छोड्नु नहुने रहेछ। यस्तै यस्तै सिकाएर भोगाइबाट म यहाँसम्म आइपुगेको छु। अझै सिक्न धेरै बाँकी छ र सिकाउन पनि धेरै बाँकी छ। च्यालेन्जेस आर चार्म्स अफ लाइफ भने जस्तै नि, डोन्ट गिभ अप। अँध्यारोमा दियो हो नारी, पोल्ने घामको छहारी हो नारी। एक नारीसँग जीवन दिने ताकत हुन्छ भने त्यो नारी कसरी कमजोर हुन सक्छ? नारीहरू शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक र मानसिक हिसाबले बलियो हुन एकदमै आवश्यक छ। पुरुष हुनु भाग्यको कुरा हो भने नारी भएर जन्मिनु सौभाग्यको कुरा हो। र आज यही नारी भएको हिसाबले यस आई एम डेफिनेटली प्राउड टु बी अ वुमेन। यस कार्यक्रमको यो नामले नै तपाईँले स्पष्ट देख्न सक्नुहुन्छ। शब्दमा मलाई यसलाई बयान गर्नुपर्छ भन्ने मलाई त्यति जरुरी लाग्दैन। र नारी सशक्तिकरणको लागि यस्तो कार्यक्रमले समाजमा लाखौं लाख नारीहरूलाई अझै
सकारात्मक ऊर्जा र अघि बढ्ने साहस मिलोस्। मेरो सबै नारीहरूलाई यही शुभकामना।